जमिन भएपछि उत्पत्ति नभइसकेको समाज 2014 देखि 20 तपाईको जो एसएसएस गर्दै 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 अगाडि अगाडि अनि एकजना चिनेकै दाइ हुन्थ्यो म आउँछु नि नै 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 भन्नुहुन्थ्यो त्यही पनि आउँछु नि प्लिज प्लिज यति जाँदाखेरि सबैलाई सहजै हुन्छ म असमञ्जस मानिसहरूको अस्तित्व म केवल एक्ला छु। नमस्कार सेवारो हाई एभ्रिवान दिस इज फिरेक्सा एन्ड वेलकम टु माई युट्युब च्यानल। डे 2 को लागि निस्किसकेँ देखिसकेँ मैले इरा दिदी सी इज देयर तर्साइदिमै भनेको त हाई भनिदिनु गाइस डे 2 यस हामी आइपुग्न आँट्यौँ कार्ड तपाईँ कार्ड देखाइदिनु राम्रो बस्यो थ्याङ्क यू। हामी ब्याग राखेर निस्किन्छौँ। हेलो हेलो विरेक्सा हो हेलो कति क्युट कमरेड हाम्रो कमरेड हाँसिदेऊ न एकचोटि चिज गरिदेऊ न यता हेर न हेलो मलाई पनि देखाउनु बिस्किट देखाउँछु उहाँ चाहिँ हाम्रो सन्ध्याजी हुनुहुन्छ होइन बबाल मान्छे हुनुहुन्छ उहाँ डे 2 को कार्यक्रम अब हिजोको जस्तै आज पनि एउटा डकुमेन्ट्री सुरु हुन लागेको छ र मैले चाहिँ चाँडोभन्दा चाँडो चस्मा लाउनु पर्छ नत्र केही देख्दिनँ। राणाशाहीको अन्त्यपछि पनि सामन्तहरूकै कब्जामा जमिन भएपछि किसानहरूको पक्षमा लगाइएको थियो यो नारा। किसान मुक्ति आन्दोलनको अगुवाई गरेका थिए हाँसो छ खुसी छ दुःख अनि पीडा छ मुस्कान अनि वेदना यो जिन्दगी नजाओस् खेर त्यसै यो जिन्दगी सुरु हुँदै स्टेजमा अडियो हुनुहुन्छ। आजको हाम्रो दोस्रो दिनमा होस्ट चेन्ज हुनु होस्टजीको नाम चाहिँ राजकुमार हिमाल। ठोस रूपमा भन्नुपर्दा प्रेमका विविध आयामहरू छन् नै हैन, मायाको रूपमा स्नेहको रूपमा अनुरागको रूपमा विविध प्रकारका यो प्रेमको सन्दर्भमा चर्चा गर्नुभएको छ। सम्पत्तिको उत्पत्ति नभइसकेको समाज जहाँ थियो 8000 वर्षभन्दा अगाडि संसारमा त्यसलाई हामीले आदिम आउजीजीले उहाँको प्रेजेन्टेसन सघाउनु भयो र 4 जना व्यक्तिले प्रश्न गर्नुपर्ने हुन्छ उहाँले प्रश्न गर्न लाग्नु भएको छ। कन्टिन्यू गर्छ पत्ता उत्पादन गर्छ भनिरहँदा वर्तमान समयमा तीव्र रूपमा बढिरहेको प्रश्नहरू 4 जनाले राख्नुभयो। अब आउजीजीले त्यसको उत्तर दिँदै हुनुहुन्छ। व्यक्तिमा गइसकेपछि फेरि अब धेरै कुरा सम्बन्धहरूलाई चाहिँ के भने त सन्तान उत्पादनसँग सम्बन्धित पनि छ यसको भनेर भन्नुभयो भनेपछि अरू खालका यौनी क्रियाकलाप एआई सम्बन्धमा र आजको जेजी पुस्ताले कसरी ग्रहण गरिरहेको छ भन्ने सन्दर्भमा छलफल चलाइदिने अनुरोध गर्न चाहन्छु। दुबान भयो ताली बजाऊ ताली ताली माइक चलाउ यो हालिदिएछ नि त्यो चाहिँ मेरो क्लासमेट हो है सुजन जिमिङ म्युजिक पनि गर्छ फोटो पनि खिच्छ। त्यो तपाईको 80s मा आएर त्यो सोचेको जस्तो भएन जुन यसलाई एआई विन्टर भनिन्छ। यसरी अब मैले चाहिँ एआईमा अब फर्मली रिसर्च गरेको 2008 देखि हो हैन। त्यतिखेर एआई भनेको अहिले यस्तो यो म्याजिक इमेजिनेसन क्याप्चर गरे पनि यस्तो पावरफुल टेक्नोलोजी आइसकेको थिएन। स्पेशली 2014 देखि 2016 देखि सहभागीले प्रश्न गर्नुभयो र उहाँले चाहिँ उत्तर दिँदै हुनुहुन्छ। अहिले त्यो चाहिँ प्रयोग गर्न लागि प्रयोग गरिने भएछ हैन। त्यो भनेर आइ एम नट सेइङ कि हामीसँग एजेन्सी नै छैन भनेर
किनभने एल्गोरिदम डिजाइनमा होइन सोसियल फिड दिने होइन म चाहिँ एउटा पनि प्रश्न गरिनँ किन भन्दाखेरि चाहिँ म चाहिँ त्यस्तो केही प्रश्न गरेकै थिएन मैले सबै बुझिसकेकै थिएँ भनौँ न त्यही भएर अब त्यो सँगसँगै तपाईँको जुन एउटा म चाहिँ खाना खानु जानु लागेको एकदमै भिड छ त्यही भएर म गइहाल्छु खाना खाएर आउँछु मान्छेको यति धेरै भिड थियो त्यो माथि म अन्तिममा निस्केको थिएँ तर म जसो भए पनि ठेल्दै भए पनि यसो गर्दै मतलब ठेल त के भन्नु सरर एक हुन्छ नि मान्छे यसरी लानुपर्छ नि म चाहिँ पछाडिकोबाट यसो 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 गर्दै 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 अगाडि अगाडि अनि एकजना चिनेकै दाइ हुन्थ्यो म आउँछु नि नै 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 भन्नुहुन्थ्यो त्यही पनि आउँछु नि प्लिज प्लिज भनेर अगाडि बसेँ अनि खाएर आएँ एकदम मिठो थियो तरकारी सबसे मिठो लाग्यो मलाई उसलाई पर्खिँदै थिएँ अनि अब हामी चाहिँ हल्का यसो वकमा हिँडेको क्या खाएपछि वकमा हिँड्नुपर्छ क्रान्ति विद्रोह भए पनि क्रान्ति भए पनि त्यसको तीनटा मुख्य कारण हुन्छन् एक आर्थिक कारण दुई सामाजिक सांस्कृतिक कारण र तीन राजनैतिक कारण मैले सरसर किन गएको भन्दाखेरि यो यति जाँदाखेरि सबैलाई सहजै हुन्छ जस्तो लाग्छ मलाई आर्थिक कारण यहाँ एउटा मनुवाको फोटो छ त्यो मनुवाको नाम एलन मस्क हो उसँग अहिले $1 ट्रिलियन भन्दा बढी सम्पत्ति छ र पुँजीवादको एउटा एक प्रकारको अन्तर्सम्बन्ध कस्तो हुन्छ भन्ने खालको कुरामा यसो कुरा गर्न खोजिरहेको छु। उहाँले चाहिँ क्यापिटलिजम र प्याट्रियार्की बारेमा प्रेजेन्टेसन गर्न गइराख्नु भएको छ र यो हाम्रो डे 1 र डे 2 को लास्ट सम्बन्ध छ म अलिकति देखाउँछु सेसन हो र पितृसत्ता भनेको के हो र पुँजीवाद भनेको के हो भन्ने खालको पितृसत्ता चाहिँ अथवा पेट्रियार्की यो चाहिँ यो पुरुषको वर्चस्व अथवा पुरुष प्रधानता त्यसबाट सञ्चालित हुन्छ र यसमा चाहिँ पुरुषको अथोरिटी यो हाम्रो सबै सेसनहरू सकिसकेको छ अब चाहिँ यहाँ गीतको कार्यक्रम हुन्छ त्यसपछि कविता कन्सर्ट हुन्छ कविता कन्सर्टको निम्ति उपस्थित हुनुभएका कवि साथीहरू दुई बाबुरा सङ्गीतकारहरू स्टेजमा आइसक्नु भएको छ हेलो राजेश्वरी सुवेदी बत्ती गयो फेरि आयो बत्ती गयो फेरि आयो वाउ अबको पालो उहाँको छ हजुर धन्यवाद कम नै देखिरहेको हुन्छौँ बल्ल डान्स आइरहेको छ है डान्स चाहिँ कस्तो हुन्छ गाइस राम्रै हुन्छ सोभियत सत्तालाई लाल सलाम र मैले अक्टोबर क्रान्तिलाई भन्छु हजुरले लाल सलाम फेरि सोभियत सत्तालाई भन्छु फेरि लाल सलाम योबाट हाम्रो 5 मिनटको करिब 8 मिनटको साङ्गीतिक प्रस्तुति सुरु गरौँ अक्टोबर क्रान्तिलाई लाल सलाम सोभियत सत्तालाई लाल
अबको पालो छ कविता कन्सर्ट हलेकको हले गर्छ कविता कहाँ अटुमा सुरु गर्न चाहे एका बिहानै मलाई 3 वर्षकी सानी नानीले मेरो काखमा लुटफुटिँदै तोते बोलीमा सोधी दिदी दिदी समावेशी त भनेको के हो मैले मुस्कुराउँदै भने समावेशिता होइन के समावेशिता अहो उसको प्रश्नले साँच्चै चिमोट्यो मलाई म असमञ्जसमा परेँ सुरु गरे मानवताको प्राचीन सेक्वाशालामा सपना र आशाको पकवानले निर्लज्ज सिँगारिएको छ एउटा टेबल अजिङ्गर भाँति निलिरहेको छ मानिसहरूको अस्तित्व एक आदि महत्त्व तितो हुँदो रहेछ अभावको स्वाद अरूले तयार गरिदिएको गुलियो क्याडबरी जिन्दगी परिस्थितिले आज पिलाइदिँदैछ तितो विष निहाल्छु आफूलाई भेट्टाउँदिन कतै श्रवण कविता लेखे हुन्छ म कविताबाट भागे छु हामी सँगै पढ्थ्यौँ सँगै कविता सुनाउँथ्यौँ पहिला पञ्चायतकालमा प्रकृतिका सबै एकान्तभन्दा टाढा म केवल एक लास हुँ मानिसको मूर्खताको विस्फोटले उत्पन्न एक अवसान हुँ सगरमाथा जति तन्काए पनि आफ्नो लामो घाँटी देख्न पाउन्न अब आफन्तहरू पृथ्वीको कुनै घाँसे मैदानमा यो जुन चाहिँ कविता कन्सर्ट भयो नि मैले सबैजनाको भिडियो चाहिँ बनाइनँ त्यसको लागि म माफी चाहन्छु किनभने हरेकको भिडियो एक एक गर्दै गर्न मेरो हातले भ्याएन एकदमै राख्नु हात दुखिरहेको थियो त्यो कारणले पनि हो तर सबैजनाको मलाई कविता एकदमै राम्रो लागेको थियो अन्तिम भयो सबैजना गइसक्नु भएको छ एकदम एन्ड भइसकेको छ अनि हाम्रो चाहिँ खाजा धेरै उब्रेको कारणले मैले चाहिँ यसरी प्लास्टिकमा यति धेरै लाग्दैछु गएर बिजनेस गर्छु भनेर सोचिरहेको छु मलाई त एकदमै रमाइलो लाग्यो धेरै कुराहरू सिकेँ पनि ओके इट वाज गुड बाई प्रोग्रामको अन्तिम भाग चाहिँ मैले साँच्ची नै यो क्यामेरामा क्याप्चर गर्नै पाइनँ किनभने के भएको थियो भन्दाखेरि एक्चुअली आम नट अ फ्यान अफ कविता तर म त्यही पनि सुनिदिन्छु अनि के भएको थियो भन्दाखेरि म त्यो कविता सुन्दै झुल्नु थालेँ अनि मलाई कस्तो रिस उठ्यो क्या आफूसँग के झुलिबसेको भनेर म झुरुक्कै उठेर बाहिर निस्केँ वासरुम गएँ त्यतिन्जेल त के भइसकेछ भनेर अन्तिममा खाजाहरू भयो अनि सबैजना बाई बाई टाटा भयो अनि आज जति क्याप्चर गर्न पाएँ हजुर हेर्नुहोस् जुन चाहिँ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले नयाँ पुस्ता कार्यशाला 2 भदौ 6 र 7 गते कार्यक्रम राख्नुभएको थियो म पनि सहभागी भएको थिएँ र मैले त्यसलाई कसरी हेरेको छु भन्दाखेरि चाहिँ अब टपिकै नयाँ पुस्ता छ नि त त्यस कारणले म जस्तै अनि जति जेनजी नयाँ पुस्ताहरू यस्तो कार्यशालामा वा यस्तो प्रोग्राममा आउनुभएको छैन आउनुपर्छ पोलिटिकल अवेर हुनुपर्छ राजनीति हजुरले गर्नु हुँदैन भने तपाईँको जिन्दगीमा यताउता कस्ताबाट राजनीति आउँछ क्या अब यस्तै प्राइभेट स्कुल यस्तो हुनु गभर्मेन्ट स्कुल यस्तो हुनु हरेक मान्छेको करियरमा यस्तो टमाटरको भाउ किन बढ्यो यसको भाउ किन बढ्यो यसको किन घट्यो पेट्रोलको भाउ कसरी यसरी बढ्यो यो सबै बुझ्नलाई चाहिँ राजनीति बुझ्न जरुरी छ र मैले चाहिँ 2 दिनमा नेपाली समाज एआई अनि क्यापिटलिजममा प्याट्रियार्की यस्तो सबै कसरी भयो भन्ने कुरा मेन्टल हेल्थ लगायत मैले विभिन्न विषयको बारेमा मोटामोटी कुराहरू सिकेँ बुझेँ अब 1 घन्टामै त हरेक सबै डिटेलली भित्रै त गइएन एटलिस्ट जे भए पनि मोटामोटी कुराहरू चाहिँ सिकेर होस्टेलमा छु र मेरो
रुममेटहरू पनि आफै छ नि त, त्यही भएर अलिक ब्याकग्राउन्ड साउन्ड आए पनि इग्नोर गरिदिनुहोस्. For watching.